त्रिभुवन विश्वविद्यालय कर्मचारी तलब भत्ता र अन्य सुविधा अन्तर्गतको नियममा चाडपर्व खर्च र औषधि उपचार खर्चको व्यवस्था कुन नियममा गरिएको छ? नियम 42 मा चाडपर्व र 55 मा औषधि उपचार। ख। नियम 42 मा चाडपर्व र 53 मा औषधि उपचार। नियम 43 मा चाडपर्व र 44 मा औषधि उपचार। नियम 45 मा चाडपर्व र 65 मा औषधि उपचार। यसको सही अप्सन हो अप्सन ग। नियम 43 मा चाडपर्व र 44 मा औषधि उपचारको व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षक सेवा सम्बन्धी नियम 2050 यसको दफा 43 मा चाडपर्व खर्च। एक, शिक्षक कर्मचारीले आफ्नो धर्म संस्कृति परम्परा अनुसार मनाइने चाडपर्वको लागि शिक्षक कर्मचारीले आइपाई आएको 1 महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्च रूपमा पाउनेछ। यस्तो रकम शिक्षक कर्मचारीले एक वार्षिक वर्षमा एक पटक आफ्नो धर्म र संस्कृति परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ। निवृत्तिभरण पाउने गरी अवकाश प्राप्त शिक्षक र कर्मचारीलाई निजले पाउने 1 महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्चको रूपमा दिइनेछ। 44, औषधि उपचार खर्च। एक, विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीले विश्वविद्यालय सेवा अवधिभरमा देहाय बमोजिमको खाइपै आएको तलब बराबरको औषधि उपचार खर्च पाउनेछ। उपप्राध्यापक वा सोसर र माथिका शिक्षकहरू तथा सहायक प्रशासक वा सोसर सोभन्दा माथिका कर्मचारीहरू त 1 क ख देखि 4 क ख सम्म 12 महिनाको खाइपै आएको तलब बराबर। सहायक प्रशिक्षक वा सोसर, हेड असिस्टेन्ट, ल्याब असिस्टेन्ट वा सोसरलाई त 5 र 6 क ख मात्र 18 महिनाको खाइपै आएको तलब बराबर। ड्राइभर, टाइपिस्ट, ग वा सोस र मुनिका सबै तहलाई त 7 क ख र सोभन्दा मुनिका सबै तह 21 महिनाको खाइपै आएको तलब बराबर। विश्वविद्यालय सेवामा नरहेको व्यक्ति विश्वविद्यालयको पदाधिकारीको पदमा नियुक्त भएमा निजले खाइपै आएको तलबको वर्षको 2 महिनाको दरले हुन आउने रकम बराबर औषधि उपचार खर्च पाउनेछ। र निजले पदमा बहाल रहँदा औषधि उपचार खर्च बापत रकम लिएमा सो कतै नलिएमा परावधि पुरा भएपछि वा अन्य कुनै प्रकारले पदबाट अलग भएमा सो अनुसार अनुपातिक हिसाबले हुन आउने एक मुक्त रकम निजलाई उपलब्ध गराइनेछ। कुनै शिक्षक कर्मचारी वा निजको परिवारको सदस्य बिरामी भएमा उपनियम 1 बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको औषधि उपचार खर्च विश्वविद्यालयबाट लिइनेछ। क, रोगको उपचारको निमित्त स्वीकृति प्राप्त शिक्षकले जाँच गर्दा लागेको शुल्क तथा जाँच गरी लेखिदिएको प्रिस्क्रिप्सन अनुसार औषधि उपचार किनेको खर्च। स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च। सबै किसिमको चिरफार सर्जिकल अपरेसन गर्दा लागेको बिल बमोजिमको खर्च। आफ्नो घर वा डेरा छोडी अर्को जिल्ला वा विदेशमा गई औषधि उपचार गराउँदा त्यस्तो स्थानमा पुग्दाको र फर्कदाको बिरामीको पुरा चाहिने अवस्था भए एकजना पुरासम्मको यातायात खर्चको पुरै रकम र खाना खर्च बापत सम्बन्धित शिक्षक कर्मचारीले त्रिभुवन विश्वविद्यालय नियम बमोजिम पाउने दैनिक भत्ताको 75% रकम स्पष्टीकरण। क, स्वीकृत चिकित्सक भन्नाले त्रिभुवन विश्वविद्यालय सेवामा चिकित्सकको रूपमा बाहिरिरहेको वा नेपाल मेडिकल काउन्सिलमा वा नेपाल आयुर्वेद काउन्सिलमा चिकित्सकको रूपमा दर्ता भएकोलाई जनाउँछ। ख, चिकित्सकको प्रेस्क्रिप्सन र सो अनुसारको बिल छापिएको हुनुपर्नेछ। औषधि उपचार खर्च लिनु परेमा सक्कल प्रेस्क्रिप्सन र बिल पेश गर्नुपर्नेछ।
यस नियममा परिवार सदस्य भन्नाले शिक्षक वा कर्मचारी आफैसँग बस्ने तथा आफैले पालना पोषण गर्नुपर्ने पति पत्नी छोरा र धर्मपुत्र अविवाहिता छोरी वा अविवाहिता धर्मपत्नी सम्झनुपर्छ र आफैले पालन पोषण गर्नुपर्ने बाबु वा सौतेनी आमालाई समेत जनाउँछ। यस नियम बमोजिम औषधि उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने शिक्षक कर्मचारीलाई औषधि उपचार खर्च लिएको झुटा बेहोरा प्रमाणित हुन आएमा यस्ता शिक्षक कर्मचारी उप नियमअनुसार कारवाही हुन सक्नेछ। यस नियमअनुसार औषधि उपचार खर्च गर्ने शिक्षक कर्मचारी कार्यालय हाजिर हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै माग गर्नुपर्नेछ र बिरामी र बाँकी नभएमा मात्र अन्य बिदा लिन सकिनेछ। कुनै शिक्षक कर्मचारी बिरामी भएमा औषधि उपचारको लागि निकासा दिँदा 20 वर्षको अवधिलाई सेवाको पुरा अवधि मानी त्यसको अनुपातमा बिरामी हुने शिक्षक कर्मचारीले गरेको सेवा अवधिले हिसाब गरी यस नियम बमोजिम औषधि उपचार खर्च दिइनेछ। सेवा अवधि गणना गर्दा स्थायी वा करार सेवा अटुट राखी स्थायी भएको अवधिलाई समेत गणना गरिनेछ। भविष्यमा त्रिवी सेवाको नियमित अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको अवस्थामा बाहेक अरू जुनसुकै बेहोराबाट त्रिभुवन विश्वविद्यालयका स्थायी शिक्षक कर्मचारी सेवाबाट अलग हुँदा यस नियम बमोजिम सेवा अवधिमा पाउने औषधि उपचार खर्चमध्ये केही लिई वा नलिई औषधि उपचार खर्च लिन बाँकी रकम एकमुष्ट लिन पाउनेछ। यसरी बाँकी रहेको रकम एकमुष्ट लिँदा 20 वर्षसम्म सेवा गरेकाले 10% थप, 20 वर्षभन्दा बढी 25 वर्ष सेवा गरेकालाई 15% थप, 25 वर्षभन्दा बढी सेवा गरेको 20% थप हुने गरी हुन आउने रकम एकमुष्ट लिन पाउनेछ। औषधि उपचार खर्च सञ्चालन गर्ने एक सञ्चालक समिति हुनेछ जसको गठन दिएको हुनेछ रजिस्ट्रार अध्यक्ष चिकित्साशास्त्र अध्ययन संस्थानका डिन वा निजले तोकेको चिकित्सक प्रतिनिधि प्रमुख आर्थिक प्रशासन महाशाखा सदस्य प्रमुख कर्मचारी प्रशासन महाशाखा सदस्य उपकुलपतिबाट मनोनित कर्मचारी एकजना सदस्य। शिक्षाध्यक्षबाट मनोनित शिक्षक एकजना सदस्य आर्थिक उपनियन्त्रक औषधि उपचारको काम हेर्ने सदस्य सचिव पदेन सदस्य बाहेक अन्य सदस्यको पदावधि 2 वर्षको हुनेछ। बैठकमा उपस्थित सदस्यहरूलाई तोकी बमोजिम बैठक भत्ता दिइनेछ। उपनियम 7 को लागि आवश्यक ठानीमा अन्य बोर्ड गठन गर्न सकिनेछ। यसरी गठन गरेको बोर्डका सदस्यलाई तोकी बमोजिम बैठक भत्ता दिइनेछ। 44 क अङ्गभङ्ग भए वा चोटपटक लागे बापत पाउने सुविधा 1 कुनै शिक्षक कर्मचारी विश्वविद्यालयको कामको सिलसिलामा दुर्घटना भई चोटपटक लाग्न गएमा चोटपटकको उपचार गराउन आवश्यक पर्ने अवधि भरको निमित्त शिक्षक कर्मचारीले निजको कुनै पनि सञ्चित विधाबाट किराकत्ता नहुने गरी पुरा तलबसहितको थप विधा पाउनेछ। 2 उपनियम 1 बमोजिम उपचार गराउँदा लागेको उपचार खर्चको 100% रकम त्यस्तो शिक्षक कर्मचारीले पाउनेछ। यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुँदा नियम 44 को उपनियम 1 बमोजिम पाउन सक्ने उपचार खर्च पाउनमा कुनै बाधा पुर्याएको मानिने छैन। उपनियम 2 बमोजिम उपचार खर्च गर्दा आँखा हात वा खुट्टाको प्रत्यारोपण गर्नुपर्ने भएमा यसरी अङ्ग प्रत्यारोपण गर्दा लाग्ने सम्पूर्ण खर्च त्यस्तो शिक्षक कर्मचारीले पाउनेछ। कुनै शिक्षक कर्मचारीले जान आफ्नै गम्भीर लापरवाहीले चोटपटक लागेको कारणले अङ्गभङ्ग भएमा त्यस्तो नियम बमोजिम सुविधा पाउने छैन। उपनियम 2 बमोजिम उपचार गराउँदै कुनै शिक्षक कर्मचारीको मृत्यु भएमा त्यसै उपचार गराउँदा लागेको उपचार खर्चको रकम निजको हकवालालाई दिइनेछ। यस नियम बमोजिमको उपचार खर्च पाउन अस्पताल भर्ना भएको 3 महिनाभित्र दाबी गर्नु सक्नुपर्नेछ।
यो थियो चाडपर्व र औषधि उपचार सम्बन्धी नियम. Thanks for watching and request you all like, comment, share, and subscribe. Thank you for patience. That is now. Bye bye.